गयौँ है, तर कहाँ? राधे राधे एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी गयौँ मुहान पोखरी। तर जे सोचेर गएको थियौँ त्योभन्दा धेरै नै डिफ्रेन्ट पायौँ। के भयो, कस्तो कस्तो भयो, त्यो चाहिँ लास्टसम्म हेर्दै जानु होला है त। राष्ट्रिय निकुञ्ज हो नि त शिवपुरीको यो चाहिँ। अनि यहाँनिर चाहिँ इन्ट्रेस्टिङ के थियो भन्दा नम्बरहरू लिएर राख्दो रहेछ। अनि किन भनेको त हराउने सम्भावना चाहिँ धेरै हुन्छ अरे के त्यहाँनिर। पक्कै हो त्यो त है, जङ्गल हो, नहराइएला भन्न पनि त सकिँदैन नि। अनि चटक सुरु भइहाल्यो। हामी चटकीहरूको यतिको चटक त देखाउनै पऱ्यो हिँडेपछि होइन त। तर एकदमै शान्त थियो, आनन्द थियो होइन। जङ्गल शान्त त नहुने कुरै भएन होइन त। एकदमै मान्छेहरू चाहिँ धेरै जाँदो रहेछन्। अनि यो ठाउँमा चाहिँ विशेष गरी चाहिँ यसरी हामी यस्तो कपडा लगाएर घुम्न जानुभन्दा पनि हाइकिङ जानको लागि चाहिँ एकदम बेस्ट लाग्यो मलाई चाहिँ। म चाहिँ अहिलेसम्म हाइकिङ गएको पनि छैन होइन। अनि यहाँ गएर चाहिँ जाने सोच बनाएर आएँ मैले चाहिँ। अब आफ्नै नाटक त हो यहाँ होइन। सबैजनाले बोर नमानिकन हेरिदिनु होला है। यतिको भएपछि त त्यहीँको साउन्ड लाउँदाखेरि अझ मजा आउँछ नि त। खोलाको कलकल साउन्ड झन् मजा आउँछ नि त होइन। अनि सेम ड्रेस ट्विन्स भएको थियौँ हामी। अनि यतिको गऱ्यौँ हामीले चाहिँ। यहाँ चाहिँ के बोलेको थियो त्यो बोलेको चाहिँ हाल्नु नमिल्ने भएर मैले खटाएँ है, जे पनि बोल्दिनँ। अनि यहाँनिर चाहिँ साँच्चीकै उयो हामीले चाहिँ जराए पनि देख्यौँ। जराए प्लस मृग दुई थरी देखेको थियौँ हामी। के अरे खोइ म कहाँ छु। अनि फेरि हामी लाग्यौँ मासतिर। हामी चाहिँ खास मुहान पोखरी मात्र भनेर गएको थियौँ। तर जहाँ जुन भिडियो हेरेर गएको थियौँ त्यहाँ चाहिँ जान नमिल्दो रहेछ, साइडबाट हेर्नुपर्ने रहेछ। अनि त्यहाँबाट चाहिँ माथिसम्म पनि ठाउँ रहेछ कि जानलाई। अनि हामी माथिसम्म पुग्यौँ। कस्तो रहेछ के रहेछ अझ माथि भनेर चाहिँ हजुरहरूले लास्टसम्म नै हेर्नुपर्छ ल। गयौँ कि गएनौँ, तर पक्कै गयौँ होइन त। अनि यहाँनिर चाहिँ एकदम धेरै सल्लाहको पातहरू पनि थियो जति माथि पुग्यो त्यहाँनिर चाहिँ। अनि रमाइलो गरेँ मैले सल्लाहसँग खेलेर, सल्लाहको पातहरूसँग खेलेर है, यताउति हिँडेर। ए भगवान्, हामी आएको मूल पोखरी है। आइपुग्यौँ कहाँ मलाई पनि थाहा छैन कहाँ। यहाँ चाहिँ के हुँदो रहेछ भने एकछिन बसेर गरिहाल्छु। नम्बर टिपेर राख्दो रहेछ तल। किन भनेर सोधेको, हराउँछ भनेर। अनि किन भन्दा त जङ्गल जे पनि हुनसक्छ, बाघ भालु चितुवा गैँडा है। जराए चाहिँ हामीले देख्यो पनि, जराए देखेको। खोइ परू हो राई, परू ए परू ए परी भन न। गर्मी चाहिँ एकदम धेरै नै भइरहेको थियो कि जेठ हो नहोस् पनि किन होइन त। अनि पसिनाहरू पनि एकदमै आइरहेको थियो कुरामा, फेसमा, जताततै है। अनि यो पात कसले चिन्नुहुन्छ त्यो कमेन्ट गर्नुहोस् ल। यसको सानो बेलामा के खेलिन्थ्यो, मलाई चाहिँ त्यो पनि याद आइरहेको थियो। लडेको अवस्था, लडेको मात्रै होइन। आजकल कति राम्रो छ यो पात पनि, ठुक्को गति पुरै ल। हामी चाहिँ यहाँभन्दा माथि जान नसकेको अवस्था हो, नजाने हो। ल गइएन, कस्तो भयो गुड। एकदम आनन्द लिएर हामी चाहिँ हिँड्यौँ। अब तलतिर थाहा पाइहाल्नुभयो हामी मासतिर गएनौँ भन्ने कुरा है। आऊ कति राम्रो घाँस खाएको। उसको नाम चाहिँ मृग हो ल। मैले चाहिँ जराए भनिरहेको थिएँ है त्यतिखेर, तर मृग हो।
अब म बोल्दिनँ, यहीँको आवाज सुनेर मजा लिनुहोला। धन्यवाद। मुहान हो कि मुहान पानीको। फाइनली घर आइपुगेँ। गर्मीमा तातो तातो करेन्ट विथ ड्यु। करेन्ट त नखानु भन्नुभएको थियो, तर मान्नेवाला हामी कहाँ थियौँ र, होइन त? खानै पर्छ। यस्तै भयो। थ्याङ्क यू।